बैक टू माई यूट्यूब च्यानल। आज चाहिँ मेरो साथमा मेरो भाइ छ। आज चाहिँ हामीले मोमोको भेराइटी लिएर आएको छौँ। आज चाहिँ हामीसँग स्टिम मोमो, स्टिम मोमो र फ्राई मोमो छ। आज चाहिँ मेरो साथमा मेरो भाइ छ। ल नाम भन। थम्बनेल त थाहा पाइहाल्नु भयो होला। आज हामी च्यानल गर्दैछौँ के बनाउने के बोलौँ त्यही हो। ल आज चाहिँ हामी यही हो। आज हामी मुकबाङ गर्न आम। ल अब चाहिँ हामी खान्छौँ है त गाइजहरु। फर्स्टमा पानीबाट स्टार्ट गरौँ। म चाहिँ मोमोबाटै गाइजहरु। हामीलाई फ्राई मोमो त चाख्यौँ। अब हामी चिली मोमो चाख्छौँ। चिली मोमो मिठै लाग्यो हामीलाई। मोमो एकदम मिठो छ। कुरा थियो भन्न सकिँदैन। स्टिम मोमोको त अर्कै टेस्ट छ। एकदम मिठो छ गाइजहरु। कस्तो टेस्टी छ हाम्रो
ठिकठाकै छ। दार्जिलिङमा कुन मिठाई सक्छ? Aku tinggal tentang langsung. Ya nih. गाइजहरु एकदम मिठो भाइ मोमो चाहिँ अब चाहिँ हामी तिनीमाथि मोमो हो र मोटी? Ate iba noro to gaya. Aku. Itu tuh homemade mama itu kan homemade. हम घरमै ये बनाएको तो गाला हल्का आवाज और क्या है? यिनीहरूको इन दुईटाको त रस सबैले थाहा होला बरु यसको रात थाहा छैन प्याज लिनु टमाटर लिनु फेरि लिनु त्यसपछि मैदा हालिदिनु होला अनि फ्राई मोमो गाइजहरु हामीलाई चाहिँ सपोर्ट गर्नु होला लाइक शेयर सब्स्क्राइब गरेर अर्को ब्लग पनि छिट्टै आउँछ ब्लग हैन मुकबाङ जे पनि होस् मुकबाङ सुकबाङ Dennis, gimana sih sabtu sini? Ada yang terus. Ada terus. Guys, हम चाहिँ खान सक्दैनौँ हामी चाहिँ आज धेरै भएको त्यही भएर आज चाहिँ अब यो भिडियो चाहिँ यही गर्छौँ हाम्रो च्यानलले के गरिदिने रे लाइक शेयर सब्स्क्राइब एन्ड बेल आइकन पनि दबाइदिनु होला कमेन्ट पनि गरिदिनु होला गाइजहरु अब हामीले धेरै माया पनि दिनु होला हामीलाई ल बाइ बाइ गाइस बाइ बाइ